नेपाल के भद्रपुर एयरपोर्ट से इस वक्त की बड़ी खबर आ रही है। लैंडिंग के दौरान बुद्ध एयरलाइंस का एक विमान रनवे से फिसलकर बाहर निकल गया। बताया जा रहा है कि विमान में 50 यात्री सवार थे। गनीमत रही कि एक बड़ा हादसा टल गया और सभी यात्री सुरक्षित हैं। लैंडिंग के वक्त प्लेन अनियंत्रित हो गया था। फिलहाल एयरपोर्ट पर रेस्क्यू ऑपरेशन जारी है और जांच की जा रही है कि चूक कहां हुई। बुद्ध एयर अहिले भर्खरै यो के अरे पिचभन्दा बाहिर गएको अवस्था। धन्न पेसेन्जरहरू पाइलटहरू सबै सुरक्षित हुन्छ। क्याप्टनहरू सबै निस्किनु हो। क्याप्टन साहब हुन्छ त्यहाँ? मलाई पठाइदियो ल ल भाइ उताबाट कताबाट निस्किने? अनि त्यो नाला छ पैनी छ त्यहाँ नाला छ पैनी छ त्यहाँ प्रहरी मात्रै जानु हो, अरू कोही पनि नछिर्नु है। बुद्धको स्टाफ र प्रहरी मात्रै जानु पायो नि त। प्रहरी जान पायो, बुद्धको स्टाफ मात्रै जान पायो। कोही नजाने तेरे धन्न बालवाल मान्छे नि ठिक छ। अनि पेसेन्जरहरू आफ्नो गर्दा हुन्छ, बस्दा हुन्छ। यसो गर्नु न, बुद्धको स्टाफले एकजनाले ह्यान्डल गर्नु न। बुद्धको स्टाफले गर्नु न। छैन भित्र छैन बुद्धको लास्ट फ्लाइट हो। धन्न भगवान् कृपाले केही भएन। एयरपोर्टमा समन्वय हुन्छ भने बुद्ध एयरको कोही आधिकारिक मान्छे प्लेनसम्म पठाउने गर्छ। तपाईँहरू त्यो साइडबाट जाँदा पनि हुन्छ। बुद्धको प्यासेन्जर हो यो बुद्ध एयरको ठिकै छ। बुद्ध एयरको कोही आधिकारिक मान्छे यहाँ प्लेनसम्म पठाउने व्यवस्था भइसक्यो। भाइ खाली खुट्टा कोही छ? खाली खुट्टा चप्पलवाला उहाँहरूलाई यसो तारिदिउँ न त्यहाँ अलिकति। हाम्रो मान्छे जुत्ता खोले एकजना चप्पल लगाएको छु खोलेर जाउँ। पेन्ट सार यसो सहयोग गरिदिउँ न है। अब उहाँबाट आउनु त्यसै यस्तो भएको छ त खतरा मुक्त भइहाल्यो नि, आफै पर्दैन। भाइ जुत्ता लगाएको छ तैँले? उहाँलाई यसो सहयोग गरिदिनु पर्यो। ए सालजी यसो गरौँ न, यो चप्पल खोलेर गर्नु, खुट्टा सारिदिनु उहाँले पेसेन्जर कोही हुनुहुन्छ अरू यता? होइन, अब उतैबाट गरौँ। उतैबाट जानु भएको छ धेरैजना। हुनु न अनि हेरिरहेको तपाईँ प्यासेन्जर हो? तपाईँ